रवि लामिछानेलाई हिजो जेलमा हाल्दा उफ्रनेहरू आज अन्याय भो भन्दैछन्। यसमा खुसी हुनुपर्ने के छ र? यदि उनीमाथि अन्याय भएकै महसुस गर्नेहरू त्यति बेलादेखि आवाज उठाएका थिए भने सायद उनी अहिले जेल बाहिर बसेर मुद्दा लड्दै हुने थिए। रवि लामिछानेप्रति यो सबै सहानुभूति केवल स्वार्थका लागि मात्र हो। निर्वाचन नजिकिएको कारण यिनीहरूलाई रवि लामिछाने चाहिएको छ। अहिले सबैलाई आफ्नो पार्टी ठुलो बनाउनु छ। अहिले सबैलाई चुनाव जित्नु छ। त्यसका लागि रवि लामिछाने नै विकल्प देखिए। बरु प्रचण्ड यिनीहरूभन्दा धेरै इमान्दार रहेछन्। कम्तीमा उनले सुरुदेखि रविलाई प्रतिशोध साधेका भन्दै हिँडेका त थिए। तर अहिले देखिएका अधिकांश अनुहार जो जेलमा भेट्न गएका छन् सबै स्वार्थ लाग्छ मलाई। उनीमाथि अन्याय भएकै महसुस गरेको हो भने राज्यले पनि चासो दियोस् र उनीमाथि लागेको मुद्दाको पुनर्निर्वाचन गर्न जोड दियोस्। हिजो रवि लामिछानेलाई अन्याय भयो भन्नेहरू आफूले विगतमा बोलेको कुरा स्मरण रहोस्। आफूले बोलेको बोली भारी नहोस्। यति भन्दै गर्दा रवि लामिछानेको झोले भनेर मलाई ट्याग नलगाउन् भन्न सकिँदैन। तर म भनिरहन्छु रविमाथि भएको राजनीतिक प्रतिशोध हो। लेख्छन् कमल सरगम।